हाई गुड मर्निङ साथीहरू। आज शनिबारको दिन आज विशेष छ किनभने आज सुपामाता देउरालीको चाहिँ हामीलाई कृपा भएको छ र आज हामी त्यता जाँदैछौँ र म पनि तपाईहरुलाई आफूसँगै लिएर जान्छु। अब चाहिँ मस्त हिमालहरू देखिने ठाउँ हो, तर अहिले चाहिँ देखिएको छैन। छेउको दिदीले भनेअनुसार चाहिँ हिजो बेलुका मस्त देखिएको थियो बाबु, अहिले चाहिँ देखेको रहेन रहेछ भन्ने हुन्थ्यो। ठिकै छ, अर्को दिन आउँला। हामी फेरि यो रुरुरेडी क्षेत्र आइपुगेका छौँ। तल हामी देख्न सक्छौँ काली गण्डकी लललल बगिरहेको। यहाँ छेउमा ऋषिकेश मन्दिर छ र अस्ति नै म चाहिँ यो पुलमा जान पाएको थिइनँ, गएको थिइनँ। अब जसरी हेरौँ आज चाहिँ यो पुलको बिचसम्म पुग्ने निधो गरेको छु। गोविन्दम पुण्डरीकाक्षं रक्षमां शरणं गतः हे प्रभु। पुल ठुलो छ जस्तो लाग्यो देवघाटको भन्दा। शनिबारको दिन बिहानी पख देखे मैले ऋषिकेश भगवानलाई, यो मन्दिरले मलाई मोहनी लगायो मलाई, लौन मोहनी लगायो मलाई। शनिबारको दिन हामी मधुर रमणीय दृश्य देख्न सक्छौँ। करिब करिब पुलको बिचको सेन्टर पार्टमा आइपुग्न आइसकेको छ। कान्छी नानी लडिरहेछन् हो, अनि अलिक बिस्तारै हिँड्नु पर्यो नि त बेटा। ला 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 ला। यो अहिले देखिएको पाठ स्याङ्जा, यता देखिएको पाठ पाल्पा, यता देखिएको पाठ त्यो गुल्मी। वाह वाह वाह, फाइनली यहाँ पनि आइपुग्यो। जय हनुमान जय हनुमान। यो घुम्ती भनेको यही होला, घुम्ती। एउटा तल अर्को हाँचीतिर कता भन्छ, यता माथि देउराली पुट तराईतिर गर्न पनि यही बाटो हो भने यहाँ हिमाल। कस्तो राम्रो पोखरी जस्तो रहेछ। यसलाई सफा गरेर यसो फुल बोट बिरुवाहरू अझै लगाउने भए त भन्ने रहेछ। यो नरपानी भन्ने ठाउँमा अलिकति अगाडि 50-100 मिटर अगाडि यहाँ छ। अब सुपा देउराली मन्दिर चाहिँ 1-2 किलोमिटर अगाडि होला आइहाल्यो। मैले एकजनालाई सोधे अनुसार चाहिँ मन्दिर अलि तलतिर छ। यहाँ चाहिँ बलि दिएर आएर यता चाहिँ पकाएर खाने अरे। यहाँनिर एउटा के भन्छ यसलाई रोटेपिङ रहेछ। यहाँ चाहिँ सानो पसलहरू, रोटी सब्जी पुरी यस्तै किनभने यो मन्दिरदेखि अलिकति अगाडिको क्षेत्र यता घुम्तीतिरबाट आउँदाखेरि यहाँ चाहिँ यसो बलिसली दिएर पकाइ बनाइ गर्न यहाँ आएर गर्दा रहेछन् भन्ने कुरा मन्दिर अति अगाडि मेरो मन्दिरको मार घुम्छ। ऐतिहासिक पवित्र धार्मिक स्थल श्री सुपा देउराली मन्दिरमा यहाँहरूलाई हार्दिक स्वागत छ। मार भीड़ बलि दिएको देख। बड़ा इन्ट्रेस्टिङ कुरो भएको छ। मेरो बुवाको बर्थडेको दिन, जन्मोत्सवको दिन भगवान प्रार्थना गर्दछु।
मन्दिरको दर्शन गर्न जानुहुँदैछ। ठाउँको देउराली रहेछ। हामी देउराली चाहिँ सुपा देवी भट्टमा सुपा देउराली झुरुङ्गे पुलमा जाउँ भन्दैछु। माथिबाट सिँढी चढ्नुपर्ने भन्छ। आज मुटु चाहिँ बाहिर निक्लिएला जस्तो यत्तिकैमा फाँ भइसक्यो। त्यही पनि कोसिस गरौँ त्यो माथिबाट एकदम राम्रो भ्यू आउँछ होला भन्ने आशमा हामी चाहिँ त्यो झुरुङ्गे पुलमा पुग्छौँ। त्यसरी यो सिँढी लिएर जाँदैछौँ कि टुकुर 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 टुकुर। खासै हिँड्ने मानी नभएको मान्छेलाई गाह्रै हुन्छ होला, तर टुकु 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 गर्दै गयो भने चाहिँ सम्भव होला। म चाहिँ आशावादी यो कुरामा छु कि जस्तो दुःख गरेर त्यो माथि झुरुङ्गे पुलमा गइसकेपछि त्यहाँबाट देखिने दृश्य, त्यहाँबाट देखिने मन्दिरको दृश्य चाहिँ एकदम वर्थित हुनेछ। ठुलो साठी हो, सास ठुलो हिँड्न सकिएन। यो तल देख्न सकिन्छ मन्दिर। खोइ दिदी हामी तल जाउँ। मन्दिरको घन्टी चाहिँ बज्दैछ। झुरुङ्गे पुल त डरमर्दो पनि हुन्छ, हल्लाउँछ धेरै। तल्लो बाटोबाट यहाँ माथिसम्म आइपुग्दाखेरि मुटु बाहिर निक्लेर जस्तो भयो। तल हामी देख्न सक्छौँ मन्दिर बहुत अच्छा धेरै राम्रो। तलबाट यसरी जाँदै मन्दिर राम्रो। हामीले माथिबाट झुरुङ्गे पुलबाट मन्दिरको सुन्दर दृश्य देख्न सकिरहेका छौँ। त्यो जुम गरौँला। झुरुङ्गे पुलमा डर त लाग्छ, हल्लाउँछ किनभने ट्याम माथि चढ्दा भन्दा तल ओर्लिँदा त कति आनन्द तल ओर्लिँदा त ह्याकरे भाइ ह्याकरे। कुटा है केटा हो भन्ने ठाउँमा फेरि आइपुगेँ। तर यहाँबाट अर्घाखाँची 9-10 किलोमिटर 13 किलोमिटर कति भन्दैछन्। त्यही भएर अर्घाखाँची पुगेर खाना पनि खाएको छैन, त्यहीँ खानु पर्ला अनि फर्किनु पर्ला। 12 बज्यो, 2 बजीसम्म यहाँ आइहालिन्छ होला। त्यसपछि हेरौँला फेरि जाउँ। अर्घाखाँची पनि नजिकै रहेछ। यत्रो लामो यात्रा गरेर आइसकेपछि यहाँ माथिबाट चाहिँ सुपा देउराली, यतातिरबाट म आएको थिएँ। अब यता चाहिँ अर्घाखाँची। शाही पनिर हेरौँ कस्तो रहेछ स्वाद।
नान रोटी, शाही पनीर, मिक्स भेज त्यसपछि खायो, पेट्रोल भरियो। त्यसपछि यहाँ एकछिन यहाँ शीतलमा आएर आरामले हावा चलिरहेको कस्तो नि बस्छु आरामले। फाइनली यता बाटो उता बाटो गर्दा गर्दै मैले नि तपोभूमि आइपुग्यो। म त आज हराउनु भन्दाखेरि गुगलको भरोसामा परि कतातिर हुन्छ मेरो मान्छेलाई सोध्दै फाइनली कति उडारी त शिवजी पनि हुनुहुन्छ, शिवजीको पनि एकछिन तस्बिर लिउँला। हाम्रो शिवजी हुनुहुन्छ। ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय। एउटा टावर रहेछ, माथि एउटा मन्दिर पनि रहेछ। पेनोरामिक भ्यू हेर्न सकिन्छ। एउटा राति राम्रो देखिन्छ होला। गुरुहरूको कुटीहरू आदि इत्यादिहरू यता रहेछ, मन्दिरहरू यता रहेछ, पानीको व्यवस्था, टोइलेटहरू पनि छ। पावरको सकेट तपाईँको त्यही हो। अब अर्को एपिसोडमा कहाँ भेट हुन्छ थाहा छैन। त्यति बेलाको लागि बाई बाई।